नमस्ते साथीहरू, आज चाहिँ मैले सेजीको बर्थडे गिफ्ट अनबक्सिङ गर्न गइरहेको छु र अनि गिफ्ट चाहिँ अब आउन चाहिँ यो धेरै अगाडि नै आएको हो। अनि हामीले चाहिँ अब त्यही त अनि समयको व्यस्तताले गर्दाखेरि अब पापा बिहान 7 बजे निस्केर बेलुकाको 8:30-9 बजे घरमा आइपुग्ने। अनि शनिबार आइतबार हो फ्री भनेको। अनि शनिबार हिजो हामी खाइमन गयौँ अनि डुल्न गयौँ अनि खोल्न भ्याएन। अनि त्यही भएर अनि आज सन्डे चाहिँ कतै पनि नजाने। अब यो गाडी यो भनौँ न बाबुको गिफ्ट खोलेर अनि यसमा चाहिँ चढाएर बाबुलाई पार्कमा घुम्न लाने भन्ने हाम्रो प्लानिङ भयो। अनि ल है त अब खोलौँ भनेर अनि हामी तिनैजना लागि पऱ्यौँ र मेरो छोरा चाहिँ ओहो उसको गिफ्ट भनेर त्यहाँ पुरा देखाइरहेको छ के चढ्ने भनेर होला बिचरा। अनि एकदम देखाइरहेको छ, एकदम खुसी भएर त्यो माथि लडीबडी गर्छ गरी के गर्छ है। अनि अब छोरा चकचके नै छ मेरो, चकचके हुनुपर्छ तर यत्तिकै भएन भने त फेरि कहाँ बच्चा भएको घर जस्तो पनि हुँदैन नि त। अनि त्यही त अब खोलिहालेँ अनि खोलेर टक्क लाएर हेरेँ। अब हेर्दा अब सेटिङ गर्नुपर्ने सामानहरू होइन, यो चाहिँ सेटिङ भन्दा नि फिटिङ अनि फिटिङ गर्नुपर्ने। अनि त्यही त अब खासै त्यस्तो फिटिङ गर्न चाहिँ गाह्रो थिएन। अनि मैले नै सक्ने भएर तपाईँ भिडियो बनाइदिनु म फिटिङ गर्छु भनेर अनि मैले फिटिङ गर्न लागेँ। र मेरो छोराले पनि त्यहाँ अब पुरा काम सघाइरहेको छ कि ठुलो मान्छेले। अब उसको गाडी हो नि त यो चढ्ने। अनि जो सानो चिटिक्क परेको थियो तर अब यो अब एमाजोनमा हेर्दा चाहिँ अब ठिकै देखेको थियो होइन। अब कति 10 महिनाबाट 5 वर्षसम्मको बच्चालाई भनेर मगाउन चाहिँ अब यो गाडी हेर्दा चाहिँ मेरो छोराले 2-4 महिनाभन्दा बढी चढ्ला जस्तो छैन, किनभने गाडी मेरो बाबुलाई सानो हुन्छ जस्तो लाग्यो। अब त्यही पनि त अनि उसले चाहिँ अब यो गाडी सानो हुन्छ छोरालाई भनिरहनु भएको थियो। अनि मैले अब होस् के गर्ने त मगाइसक्यो भनेर भने। अनि त्यसपछि ल त अब यहाँ त फेरि ब्याट्री हालेर त्यो प्याँ पनि बज्दो रहेछ नि त। अनि ल बाबुलाई राखेर ट्राई गरी हेरौँ न त भनेर त्यहाँ ट्राई गर्न लाग्यो। मेरो छोरा त ओहो त्यहाँ बस्न नमानेर एकछिन त बल्ल बल्ल बसाएँ होइन। उसलाई बस्न पनि मन भएको तर नमानेको के डरा जस्तो भयो। अनि ऊ अब खुट्टा त्यसरी, तर गाडी चाहिँ मेरो छोरालाई सानो भएको हो यो, किनभने हाम्रो बाबु हुन त 1 वर्ष भयो। अब 5 वर्षसम्मलाई हुन्छ भनेर किनेको। अब 1 वर्षको बच्चालाई सानो भनेपछि त होइन अब के भन्ने र खै दोष पनि कसलाई दिने। अब यस्तै हो होइन, ठिकै छ। त्यही पनि अब बच्चाहरूलाई होइन बच्चाहरूको अब अलिकति रमाइलोको लागि पनि त चाहिन्छ। अब हुन त यो अब जता पनि किन्न पाउँछ यो सेकेन्ड ह्यान्ड सपतिर नि। अनि तर हामीले चाहिँ बाबुलाई बर्थडे गिफ्ट भनेर किनौँ नयाँ किनेर दिने भनेर नयाँ किनेको त झन् सानो परेछ है। ल त अब बाबुलाई पनि चढाएँ, एकछिन डुलाएँ, घुमाएँ। अनि त्यही अब लडीबडी गर्ने बस्ने अब होइन। त्यही त छोरा पुरा दङ्ग परिरहेको छ क्या त्यहाँ गाडीमा बसेर। अनि त्यसपछि अब ल अब यसमा चढाएर एकछिनपछि चाहिँ अब रेस्ट गरेर अनि खानासाना पकाएर पार्कमा जाने भनेर हाम्रो सल्लाह भयो। अनि त्यसपछि त्यहाँ एकछिन बाबुलाई खेलायौँ। अनि खेलाएर अनि ऊ अब त्यही त अनि मेरो छोरा फेरि अब उसलाई चढ्न पाएपछि के चाहे एकछिन चढ्यो मजासँग खेल्यो, एकछिनपछि फेरि झ्याउ मान्छ होइन। त्यही त अब फेरि पुन्टे भयो अनि मजाले बस्यो खेल्यो। अनि अब चकचक्यो त्यहाँ घुप्टो पऱ्यो धन्न लडेर फेरि यो बेला चाहिँ होइन। ऊ त्यो भुइँमा खसेको डन्डी टिप्न लाग्यो। ऊ अब त्यहाँ गाडी राखेर धागो सागो निकालेर त्यस्तरी होइन जति मिलाए पनि कहाँबाट सामान निकाल्छ सेजीले है। घरि त्यो टेबल मुनि बस्छ, घरि टिभी त्यहाँ टेबलमाथि बस्छ, घरि टिभीमा गएर ड्वाङ हान्छ है। अनि त्यही हो। अनि हामी अब पार्कतिर गयौँ। अनि पार्कमा गएर बाबुलाई खेलायो डुलायो। यसरी नै हाम्रो आजको इचिनिची सकायौँ। र त्यहाँबाट चाहिँ हामी कम्बिनीमा गएर अलिकति सामान पठाउनु थियो बहिनीको। अनि सामान पठाइदिएर हामी चाहिँ अनि घरतिर आयौँ। त्यसरी हाम्रो आजको इचिनिचीलाई बाई बाई गऱ्यो। आजको सन्डे सक्यो है त। थ्याङ्क यू फर वाचिङ। सबैलाई मेरो भिडियो हेर्नु भएको जतिलाई थ्याङ्क यू। बाई बाई।